साथीहरू म चाहिँ यसो घरमा फ्री भएको बेलामा यो बोराको यसरी धागो निकालेर चाहिँ दाम्लो बरियो बाट्नको लागि चाहिँ म यसरी धागो निकाल्दैछु साथीहरू। अहिले चाहिँ यो यसरी धागो निकाल्ने हो। यो निकालिसके पछाडि भरै बाटेर लास्टमा डोरी बार्यो बाट्छु। अहिले चाहिँ यसको यसरी निकालेको है साथीहरू। यो फ्री भएको समयमा यस्तो निकालेर यसको चाहिँ डोरी बाट्ने हो। ल साथीहरू म चाहिँ बोराको यसरी धागो निकालेर चाहिँ डोरी बाट्दैछु। दाम्लो डोरीहरू यसो घर बसेको फ्री समयलाई सदुपयोग गरेको है साथीहरू। दाम्लो 2-4वटा बाटिसके अझै बाट्नु पर्नेको लागि चाहिँ गर्दैछु म चाहिँ डोरी बाट्दैछु। म चाहिँ दाम्लो बोरा चेतेर बोराको दाम्लो फेरि समयलाई सदुपयोग गर्दैछु। छोराको उठाला गर्दै यता देखाऊ छोरालाई। छोरो ओइ छोरोको उठाला गर्दै दाम्लो बाट्दैछु। के गर्नु साथी हो, यस्तै छ है जिन्दगी। साथीहरू यसको सहाराले चाहिँ अहिलेको बोराको डोरीबाटै यसरी डोरी बन्यो है। अलिक नजिकबाट देखाऊ। यस्तो डोरी बन्यो। त्यो है बाख्रा गाई बस्तु बान्नलाई दाम्लो पनि भयो अहिलेको उबाट चाहिँ यस्तो डोरी बन्यो। फाइनली यस्तो डोरी यो दुईटाको सहाराबाट है। यो दुईटा बिना चाहिँ यो डोरी बुन्नु अलिक सजिलो हुन्छ। यो दुईटा भयो भने चाहिँ स्नो गर्यो, त्यसले गर्दा चाहिँ हुन्छ है साथीहरू।